म तपाईहरुलाई भिडियोमा देखाउँछु हाम्रो रोपाई चाहिँ आज कस्तो हुन्छ त भनेर। यहाँ मेरो बोजू पो भन्दो रहेछ काकी फुपू चाहिँ हेर्दै गर्नु होला कस्तो राम्रो भ्यू देख्दै हुनुहुन्छ पछाडीको भ्यू। अनि इसिम पनि धान लोप्नु आउनु भएको रे माम खाँदै हुनुहुन्छ। मिठो छ के गर्नु आउनु भएको तपाईँ? खेतमा भेटिँदो रहेछ त कसकोमा छेउमाइलो बाजेहरूकोमा कि हाम्रोमा? होइन हामी त तल बमचन्द्रकोमा। आमा टिमहरू हेर्नु न सब चाहिँ खेतमा भेटिँदो रहेछ लजाको। हामी चाहिँ आज कहाँ गइरहेछौँ भने आज चाहिँ हाम्रो रोपाई छ फाइनल रोपाई। अनि हामी चाहिँ वर्ल्ड कपको पनि फाइनल छ। अनि मेरो टिम चाहिँ हाम्रो टिमै भनौँ न मेरो हस्बेन्ड मेरो छोरा म पनि अर्जेन्टिनाकै सपोर्टर हो। अनि हामी आज फाइनल धान पनि रोपेर आउनेछौँ। अनि भरे बेलुका फेरि फाइनल पनि हेर्नेछौँ तपाईँहरू पनि हेर्नु होला। मलाई मनपर्ने टिमहरू चाहिँ फाइनलमा पुगेको छ। तपाईँहरू चाहिँ कुन टिममा हुनुहुन्छ कमेन्ट गर्नु होला। र देख्दै हुनुहुन्छ हाम्रो घरदेखि माथिको घरदेखि चाहिँ बेसी लाग्दैछौँ। र आजको मौसम चाहिँ देख्न सक्नुहुन्छ एकदमै हुस्से लागिरहेछ फिस 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 पानी परिरहेछ। हामी चाहिँ गाडीमा छौँ यहाँ मेरो छोरा बिचमा बसिरहेछ देख्न सक्नुहुन्छ है हाम्रो बेसी जाने बाटो गजुरमुखी धाम जाने बाटो देख्दै हुनुहुन्छ। वाउ जे होस् पहाडको मौसम चाहिँ एकदमै आनन्दको हुन्छ चिसो अनि साह्रै चिसो पनि होइन एकदमै ठिक क्या पानीहरू पर्दाखेरि पनि रमाइलो हुन्छ। अनि एकदमै कष्टपूर्णले हामीलाई हस्बेन्डले लाँदै हुनुहुन्छ 40 हाम्रो बेसी चाहिँ 40 भन्छ भरे म देखाउँछु आज के गर्छौँ हामी कसरी रोपाई गर्छौँ होइन म तपाईँहरूलाई देखाउँछु हेर्दै गर्नु होला भिडियो हेरेर चाहिँ साथ सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु है त। देख्न सक्नुहुन्छ है त हाम्रो गाउँघरहरू एकदमै राम्रो लाग्छ है मलाई चाहिँ हेर्न सक्नुहुन्छ। आजभोलि त गाउँघरमा नि कहाँ पहिलाको जस्तो हजुर गयो देख्न सक्नुहुन्छ एकदमै हाम्रो बाटोहरू चाहिँ एकदमै चिप्लो हेर्न सक्नुहुन्छ। घाँसहरू पनि हरियाली पहाडमा बसेपछि चाहिँ यस्तो हुँदो रहेछ क्या घाँस देखेपछि एकदमै घाँसको लोभ लाग्ने होइन। अनि चारो देखेपछि लोभ अनि दाउरा देखेपछि एकदमै लोभ लाग्ने हुँदो रहेछ क्या मेरो अनुभव तपाईँहरूलाई सेयर गरेको हेर्न सक्नुहुन्छ बाटो चाहिँ एकदमै खतरा छ। ल हामी चाहिँ 40 पनि आइपुगिसक्यौँ हेर्न सक्नुहुन्छ एकदमै हाम्रोतिर यहाँ त एकदमै त्यो अमृतसरबारी थियो क्या आमामा यति धेरै पो रुखहरू पलाइसकेछ बाफरे देख्न सक्नुहुन्छ। फुपूहरूको घर पनि आइसक्यौँ टनेल पनि मैले याद गरेको थिएन कि यति धेरै रहेछ हौ बब्बाल देखिन्छ नि फेरि यहाँदेखि चाहिँ हाम्रो फुपूहरू। हेलो गाइज लु हजुर सेवारो गरिदिनु सेवारो गरिदिनु न कस्तो लजाउनु भएको हौ अनि त लजाएर दादाहरू कत्रो हजुर ए आमामा टनेल त बाफ्रे होइन टनेल कतिवटा 4 5 6 वटा राम पुरै जोत्नु भएको रहेछ नि भित्रै गोरु हाल्नु भएको हो ए। अनि योचोटि त सुँगुरहरू त एकदमै मोटो मोटो देख्छु त राम सुँगुरहरू त मोटो मोटो भएको रहेछ त अस्ति एक टाइम त एकदमै लुतोहरू थियो अम्बै
मोटो मोटो रहेछ सुँगुरहरू त एकदमै पानी परिरहेछ है हेर्न सक्नुहुन्छ है एभोकाडोको बोटहरू छ हैन हाम्रो फुपू चाहिँ एकदमै मेहनती हुनुहुन्छ है एकदमै मेहनती कृषि पेसामा लाग्नु भएको छ टनेलहरू 6 वटा रहेछ भर्खरै जोत्न भएको रहेछ मेरो भाइ पनि हाई भन्देऊ न ल र यहाँ हाम्रो फुपूहरूको घर चाहिँ यहाँ रहेको छ भने रोड यहाँ छ अनि हामी चाहिँ थोरै हिँड्नु पर्छ क्या धेरै पनि हैन यो मासतिरको यो आपको बोट हो अनि यहाँ यो देखिएको चाहिँ हाम्रो घर हो बाटो त हौ असार लागेर सबै खराब एकदमै अब आज चाहिँ हामी फाइनली आज मात्रै रोपारमा आएको क्या रोपाइमा म चाहिँ लास्ट रोपाइ हो आज पानी त आज त ठुलो आउँदो रहेछ त न पानी पानी त्यो पर बुवाले चाहिँ घाँस काट्दै हुनुहुँदो रहेछ सेवारो गर्यो सेवाले भन्नु ए भुइँचरी गरे बोजूले देख्नु भएन बेसीको घर चाहिँ देख्न सक्नुहुन्छ पानी त आज त आउँदै रहेछ त सुन्नु होला नि आमाहरूले टनेल भन्दो रहेछ क्या टनेल होइन यहाँ चाहिँ यो चाहिँ कुखुराको कुखुराको अरे फेरि कुखुराको भन्दो रहेछु बाख्राको फर्म जस्तै नै हो देख्न सक्नुहुन्छ आमामामामा बाख्राहरू पनि मोटो मोटो भएछ हेलो हेलो गाइजहरू कतिवटा रहेछ हौ 4 5 5 5 6 7 7 8 9 वटा रहेछ मोटो मोटो रहेछ त ओ भुन्टेहरू निकै मोटो मोटो रहेछ हौ यो चोटिको ल यहाँ चाहिँ आमाले खाना साना बनाइसक्नु भएछ अब यो त झन् कम्तै राम्रो हुन्छ के भन्नुभएको लजाउनु भएको तपाईँ चाहिँ आउनु है बाजेलाई नि बोलाउनु ल हजुरको माम हैन म थ्याङ्क यू भन्छु ल्याइदिनु न ल्याइदिनु ए पिराल बाटे इसिम पनि धान लोप्नु आउनु भएको रे माम खाँदै हुनुहुन्छ मिठो छ के गर्नु आउनु भएको तपाईँ खेतमा ए खेतमा के गरिन्छ नानी खेत अब के गर्नु हुने काम गर्ने गोरु जोत्ने आज गोरु जोत्नु ल डोल्लो लु सबैले खाउँ न बुवाहरूले हाँसेको हुनुभयो त जाड खाँदै हुनुहुन्छ है हाम्रो बोजूले चाहिँ मोटाउनु भएको रहेछ त हिजो आज त नि मोटाको देख्छु त होइन यो यस्तोहरू पनि नि मोटाको देख्छु त मेरो छोरा पनि काम गर्नु थालो है म जा खान्छु अब
पापा र बाजु त यो खोइ पुपु यही गुड हो पुपु भाइ बोल्ने पनि एकजना पो त आयो त नि कहाँ आउनु भएको रे ए फुटी खानु मात्रै पो आएको फुटी खानु मात्रै आएको रे अब काम छैन रे भिडियो बनाउँछ यो त मन पराउँछ त यस्तोहरू त मन पराउँछ नि लु है फाइनली के अरे खेतालाहरू पनि सबै आइसक्नु भयो खेतालाहरू पनि सबै आइसक्नु भयो अगाडि अगाडि गइसक्नु भएको छ म चाहिँ यहाँ मेरो छोरा यहाँ हेर्नु न पानी परिरहन्छ प्लास्टिक ओडिरहेछ नि त अनि उसँगै म बिस्तारै हिँडिरहेको छु तल तल खेतालाहरू आमाहरू हिँडिराख्नु भएको छ अनि म चाहिँ छोरासँग बिस्तारै हिँडिरहेको छु म तपाईँहरूलाई भिडियोमा देखाउँछु हाम्रो रोपाइ चाहिँ आज कस्तो हुन्छ त भनेर यहाँ मेरो बोजू पो भन्दो रहेछु काकी फुपू चाहिँ सुनेर हाँस्दै पो बस्नु हुँदो रहेछ बिचार्दै भर्खर जन्मेको रहेछ नि पाठा ए कुडो दिनुभएको भेटिँदो रहेछ त कसकोमा छेउमाइलो बाजेहरूकोमा कि हाम्रोमै होइन हामी त तल बमिचन दाजुमा आमा टिमहरू हेर्नु न सब चाहिँ खेतमा भेटिँदो रहेछ लजाको अरे लु 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 ढिलो भइसक्यो होला हिँड्नु न ढिलो भयो नि म त काम तारी सुट्दैन कि केटाकेटी केही मेला जानु लहर गरेको नि ढिलो भएको बेला इसुम त हिँड्नु खोज्दैछ खै म बोक्छु अस्ति एक रोपाइ सकेर पनि फेरि अर्को रोपाइ पनि टन्नै रहेछ त हौ हाम्रो चाहिँ यस्तो क्या फेरि हेर्दा चाहिँ थोरै देखिने तर मान्छेहरू चाहिँ यहीँ क्या कति धेरै यहीँ हरेको हुन्छ क्या यो कस्तो खालको रोपाइ छ भने नि कराउँदैछ ए मिराप लिम्बू भित्ती जस्तो त्यो कट्टु मजाले बाँधिदिनु पर्यो म हिलो देखेर आत्तिसक्यो ल गोरुले के गर्दैन गोरुले के गर्दैन है नानी हेलो है फाइनल Kothomai na kothomai. Yo antim ho antim. Kaka. Bangse मान्छे हैन हजुर हजुर बोल्दैन भन्दै हुनुहुन्छ हटिँदै रोपिँदैछ भौसे गरिँदैछ रोफा राख्ने मजा रोप्दै गर है
उसुम मिनाप हाई भन्नु नजिकबाट खिचेको हाई भन्नु Alus sama kan ke hundur dua hari ini. हो Kita sungai cangko kongko apa gom. मैले गरेको थिइनँ त्यो अहिले मैले झन् सुनेको पो त गजरमुखी धाम पनि तान्नु पर्यो जुम गरेर गजरमुखी धाम यहाँ तलको पनि हेर्नुहोस् है लु हाम्रो गाउँ जुम गरेको चाहिँ हाई भनौँ है लु उचुम योगाङ यता पनि हेरौँ है यता पनि अनि मैले जोतेपछि त्यसै पाइप बोकेर दिन्छु पाइपले फुट्नेहरू दिन्छु नि त यस्तो डाँडा जुडी खन्दिने अब के गाह्रो हुन्छ त्यो भ्यामटेन बिपुङ पो हेर्न Nó xuống bạc lệ mà nó bỏ lố bọn nè. हल्ली हल्ली एकदमै धमाधम अवस्था है. जुम छ नि त जुम ऊ तलको मान्छेहरू यत्रो यत्रो देखिन्छ. उसुम उसुम हाई
हो नि निस्किन्छ नि काकी ठुलो निस्किन्छ नि यो 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 फेरि मोबाइलको क्यामेरा राम्रो छ कि यति मात्रै होला नि आयो नानी म प्याडे ल्याउँछु ल हेर्दै गर्नु होला कस्तो राम्रो भ्यू देख्दै हुनुहुन्छ पछाडिको भ्यू अनि देख्दै हुनुहुन्छ पार्टी गाउँ देख्नु भएको पार्टीको तल देखिएको गजलमुखी धान अनि हामी चाहिँ फाइनली धान रोप्दैछौँ पुग्दैन होला नि यो पनि 5 मिनटको बनाउनु पर्यो यता चाहिँ रोपाइँ भइसकेको है त्यहाँ अनि पारी त्यस्तो भित्तामा कहाँबाट सम्भव हुन्छ कहाँको दोबानको कहाँ पुलै छैन त कसरी पकाउँछ मेरो लेडेलाई चाहिँ फाइनली हिलोमा लु है त देख्न सक्नुहुन्छ यहाँ हामीले चाहिँ कफी खेती पनि सुरु गरेका छौँ कस्तो हुन्छ पछाडि राम्रो भए पछाडि चाहिँ म तपाईहरुलाई देखाउने नै छु अवश्य पनि र अहिले चाहिँ हामीले कफी खेती यहाँ मात्र हैन म चाहिँ आएको थिइनँ मेरो श्रीमान अनि खेतालाहरू आउनु भएको थियो कता कता रोपेका छौँ भन्दै हुनुहुन्थ्यो पर कता हो थाहा छैन मैले देखेको चाहिँ यति हो र फाइनली अहिले चाहिँ के पो भन्छ म अघि धान रोप्दै थिएँ अनि अहिले चाहिँ खाजा बनाउनलाई म अनि मेरो छोरा अनि आमा आएको छौँ अनि त्यस पछाडि आमाले चाहिँ खाजा बनाउँदै हुनुहुन्छ अनि के अरे यहाँ बाँदरहरू निस्क्यो भन्दै हुनुहुन्छ एकदमै दुःख दिन्छ क्या हाम्रोतिर चाहिँ तपाईहरुकोतिर चाहिँ बाँदरहरूले कतिको दुःख दिने गरेको छ हैन हाम्रोतिर चाहिँ एकदमै बाँदरहरूले दुःख दिन्छ अनि आमा बाउ प्राय जसो यही चाली चाहिँ बस्नुहुन्छ क्या अब यो अन्नबाली एक वर्षसम्म फलेको अनि एकै छाक बनाउँछ है त्यही भएर आमा बुवा चाहिँ खुट्टा पनि दुख्छ अनि खेती गर्नुपर्ने अनि टाढा पनि छ अनि त्यही भएर यतै तल बस्नुहुन्छ कहिले कहिले आउनुहुन्छ अनि त्यस पछाडि यहाँ थोरै रहेछ अनि तल बाँदर निस्क्यो भन्दै हुनुहुन्थ्यो अनि बाँदर निस्के पछाडि चाहिँ आमाले चाहिँ म खाजा बनाउँछु नानी पनि सुतेको छ अनि खाजा बनाउँछु अनि तिमी चाहिँ मकै बचाउनु जाऊ भने पछाडि चाहिँ म उहाँ घर छ है हाम्रो चाहिँ यता रहेको छ यो भनेको देख्नुभएको चाहिँ आज मौसम पनि क्लियर छैन यहाँ देख्नुभएको चाहिँ सुँगुरको के अरे बाख्राको खोर अनि थोरै अर्को घर छ मतलब थोरै उता अनि म चाहिँ थोरै यताको बारीमा आएको छु कफी पनि यहाँ रोपेको कता रहेछ भनेको त यहाँ रहेछ कहाँ रोप्नु भएछ भनेर सोचिरहेको थिएँ अनि म चाहिँ मकै बचाउनलाई डोको ल्याएर आएको छु अनि यहाँ देख्न सक्नुहुन्छ सुन्तलाको बोटहरू पनि छ है एकदमै धेरै अनि मकै पनि छ एकदमै थोरै छ हौ त्यो धेरै पनि छैन कि अब म मकै बचाउँछु सिला मात्रै रहेछ क्या मकै पनि अस्ति नै अलिक बचाइसक्नु भएको रहेछ सानो सानो छ त हौ सानो देख्न सक्नुहुन्छ काँक्राको बोट
मकै त सिला पारेर लाउनु पर्ने। अनि मेरो छोरा चाहिँ ओ माई गडनेस, के हो यति धेरै भुसुना भिडियोमा त देखिएन होला, एकदमै धेरै भुसुना रहेछ। अनि म चाहिँ यसो क्या अब समय र व्यस्तताको कारण चाहिँ छिटो भिडियोहरू ल्याउन सक्दिनँ क्या। अनि त्यस पछाडि त्यस्तै अवसरहरू नै अब केही उयोहरू नै पाउनु पर्यो। माई गडनेस, ओ माई गॉड, यहाँ हेर्न सक्नुहुन्छ होइन त? वाउ, यो फल्दो रहेछ पाइनएप्पल। मलाई चाहिँ मनपर्छ है, एकदमै मनपर्छ। अनि म चाहिँ कहिले मलाई एकदमै मेरो इन्ट्रेस्ट पनि हो भिडियो बनाउनलाई। अनि त्यस पछाडि समय नै मिल्दैन क्या। अब गाउँघरमा काम तपाईँहरूलाई पनि थाहा होला कतिसम्मको काम हुन्छ भनेर है। सानो रहेछ, सिला पार्नु पर्ने रहेछ यहाँनिर त। अनि देख्न सक्नुहुन्छ यो सुन्तलाको बोटलाई त यसले त असर गरेछ, बिचारा रोगिन्छ होला हौ। पानेको त बरु यो फर्सीले कति न दिन्छ र, यो सुन्तलाले त हेर्नु न। हाम्रो गाई मैले अघि पनि देखाएँ, गाई मलाई केले चिलिरहेछ कुनै भएन हौ। मलाई त्यो भुसुनाले कि केले टोक्यो हौ, टोक्नु चाहिँ टोक्यो क्या। हेर्नु मकै कतिसम्म देखाउँछु ल। अथौ मकै त यहाँ पो रहेछ त हौ, ठुलो त। ल है, हाम्रो गाउँघरको खाजा चाहिँ जाड बिना चाहिँ मतलब खेतालाहरू चाहिँ टढिँदैन है भनेर म यहाँ जाड छान्न लागेको। फाइनली यो जाड कोदो अनि त्यस पछाडि चामल गरी रोपारहरू चाहिँ यहाँ आइसक्नु भएको छ। लु खाजा खानु आउनु होला है सबैजना। गोरुलाई त मकै होला, मकै नि सबै घर गइसक्यो। खाजा खाएको त मैले त हुसुकै बिर्साएछु है। खाजा खाइसक्यौँ है फाइनली। मेरो छोरा चाहिँ डन भएर हेर्नु न, डन। पत्र के कस्तो उफ्रिन्छ यसरी कसो गर्छ पापा तेरो पापड यता तल कुटेर लानु पर्यो तल हाम्रो घरमा मम्मीसँग मात्रै जानु हुन्छ ओके छ मम्मीसँग जानु तर जाडो भयो छैन बोजू के धङमु यो खुट्टा उयो भएको कि क्या हो साँच्चै सुनिएको हो ए खुट्टा त अहिलेसम्म नि अनि सुनिएको छ जस्तो छ त
मिसा किन्नु रुबी खुट्टाहरू त अझै पनि रहेछ चिसो नहिँड्नु नि एउटा तातो खालको उयो छैन चप्पल ए हाम्रो फुपूहरूको मकै त यहाँ चाहिँ जुत्ता लगाइसक्नु भएको रहेछ बोजूले नै लाउनु भएको कसकोमा फोन आएकै छ हजुर ओके गुड बोय यहाँनिर रहेछ मकैहरू दुई यहाँ मेरो चाहिँ हालत छ है कपाल पनि नकोरी आएको छु आजको दिनमा ए मेरो छोरा हेर्नुहोस् है आज कहाँ आउनुभएको छ बुझीको घरमा अनि केही भएको छैन हालत यहाँ सुँगुरहरू क्या अघि पनि देखाएको थिएँ मोटो मोटो थियो जस्तो निकै मोटो मोटो सुँगुरहरू पो पाल्नु भएको रहेछ त अहिले त सुँगुरे त फुपूको त मोटो रहेछ डुड पनि ठुला रहेछ नि त नि हाम्रो त सानो छ डुड मोटो पो रहेछ त हौ छुङ्गुलहरू त यो चाहिँ कति चुच्चो हो यस्तो चाहिँ लास्टै चुच्चो रहेछ मुख लिन्न मोटो मोटो रहेछ है यहाँ फुपूहरूको फुलहरू देख्न सक्नुहुन्छ वाउ यो चाहिँ छुट्टै खालको राम्रो रहेछ पिङ्की मलाई चिनेन पिङ्कीले अम्बकको बोट पनि ठुलो भएछ हजुर कुकुरलाई पिङ्की भनेको नि हौ मलाई चिनेन पिङ्कीले कफीको बोट करेलाको बोट रहेछ आम्मै यो कुखुराले त सबै सेतो निकालेको छ त नि कति राम्री राम्री उसको आमा जस्तै निकालेछ सबै एउटै बिना सेतो हौ एउटै बिना सेतो निकालेको हो नि हजुर अहिले 5 बज्नु आँट्यो बोजू वाउ देख्न सक्नुहुन्छ भ्यू यहाँ हाम्रो फुपूहरूकोबाट देखिएको भ्यू यो एउटा नयाँ टनल बनाउनु भएको होला नि बोजू कि थेमा ए यो तल्लो नि माथि उयो ला छैन र नि टम्बु ए भाटा साट्नु भएको ए लो यहाँदेखि चाहिँ यो देख्नु भएको चाहिँ फुपाजुहरूले जोतिरहनु भएको छ फुपूहरूले काम गरिरहनु भएको छ यो चाहिँ फुपूहरूको खेत हो भने यो चाहिँ छेउमाइला बाजेहरूको खेत कतिले त चिन्नुहुन्छ कतिले चिन्नुहुन्न होला अनि तल देखिएको पाटी गाउँ यता पर देखिएको चाहिँ सानो फोक्टा या त खोलै देखिएको चाहिँ गजुमुखी धाम अनि यो रहेको छ पाटी गाउँ उता रहेको छ ढुसेनी यता भनेको मङ्गलबारीतिर पर्छ भने ऊ तल चाहिँ खेतालाहरू हुनुहुन्छ म त्यहीँबाट भर्खर आइरहेको छु फुपूहरूको ब्याड पनि देखिरहनु भएको छ मेरो छोराले चाहिँ पापा भनेर कराइरहेछ अनि यो पल्लो डाँडा देखिएको चाहिँ पापाले कान सुन्नु न मलाई ठ्याक्कै नामै बिर्सायो कि पो तोबाङ ए गरे नानी उफ तल धान रोप्दै हुनुहुन्छ दम्म चाहिँ अलिक छिटो आएर इच्छा यहाँ लिचीको बोट पनि छ यो लिची फल्छ कि फल्दैन बोजू मेबत्तिम्बी लु थोपिछि नानी थोपिछि क्याङबी धन्दा चोक्सी ल ओके धन्दा चोक्सी कति साह्रो यो टमाटरको बोट होइन यो भनेको चाहिँ तिते करेलाको बोट अब यहाँ यो टनेलमा चाहिँ हेर्नु त यो टनेल छ नि नानी यो टनेल छ नि
यहाँ चाहिँ बोजूले यहाँ त टमाटरको बिउहरू त मजाले पलाएछ त। यति नै सब यही मात्रै हो कि अरू पनि छन् हौ बिउ? यो त साँच्चै यति मात्रै आएको रहेछ नि। थोरै थोरै आएछ। ऊ तल राख्नु भएको रहेछ कि ऊ देख्दै हुनुहुन्छ होला त्यहाँनिर। यहाँ चाहिँ सबै आएर रहेछ, अरूमा चाहिँ कम आएछ हौ। तिते करेली मलाई एकदमै मिठो लाग्ने सब्जी, मलाई मिठो नलाग्ने सब्जी त कमै होला हौ। हेर्नु होला तिते करेली, तिते करेली। हजुर वाउ पर पर फलिरहेछ हौ। मेरो छोरा चाहिँ सब्जी खेती गरे। त्यसैले भिजाउनु भएको सब्जी? लु छिटो छिटो धन्दा गरेर बाबु, अब छिटो छिटो धन्दा गरेर अनि पापाहरू पनि सकाएर आउनुहुन्छ काम, अनि हामी घर जानुपर्छ। हस् अब हेर्नु, म त आज बिहानदेखि कपाल पनि कोर्नु भएको छैन। मेरो ब्याट्री पनि कम भइसकेको छ है। मलाई यो फुल पनि राम्रो लाग्यो। यो फुल पनि यो फुलको बोट हो, बोजूहरूको फुलको बोट। फुल दिनु न फुल, कस्तो खालको फुल हो यो? दिनु न फुल। अब चाहिँ रहेको छ बेलुकाको त्यसै 5 बजिसक्यो। 5 कति पनि भइसक्यो होला, ढिलो भइसक्यो नि। अब चाहिँ म धन्दा गर्छु फाइनली। अनि हजुरहरूले चाहिँ अन्तिमसम्म मेरो भिडियो हेरेर चाहिँ साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि आजको दिन चाहिँ हाम्रो यसै भयो। पानीले थोरै थोरै डिस्टर्ब गर्यो, अनि हेरेर साथ दिनु होला, माया गरिदिनु होला। र फेरि पनि अर्को भ्लगमा भेट्ने बाचाको साथ हजुरहरूलाई यही बिदा माग्न चाहन्छु।